पाँचवटा कुरा जसले एनपीएल सिजन 1 देखि 2 सम्म आइपुग्दाखेरि देखाउँछ एनपीएल को हाइप अझै बढ्दै गइरहेको छ भनेर। यो पटक बलिङ स्पिडको लागि स्पिडोमिटर युज हुँदैछ, त्यो भनेको बलरले कति स्पिडमा बल गर्यो भनेर यो चोटी तपाईहरुले देख्न पाउनुहुनेछ। भन्नुस् विश्वको सबभन्दा फास्टेस्ट बलर कुन, कमेन्ट गर्नु होला। नम्बर 4 मा चाहिँ यो पटक सरकारले 6 वटा फ्लडलाइट जडान गरेर टियु क्रिकेट मैदानलाई चाहिँ झलमल पार्दिएको छ। डेमा पनि म्याच हुन्छ र नाइटमा पनि म्याच हुन्छ। साथसाथै तपाईले अब उभिएर हेर्ने दिन गए, भुइँमा बसेर हेर्ने दिन गए, अब चाहिँ टक्क लाएर यसरी कुर्सीमा बस्ने अनि एनपीएल को म्याचहरु सबै हेर्ने है त स्टेडियममा गएर। अब यो नम्बर 3 ले चाहिँ देखाउँछ एनपीएल को स्ट्यान्डर्ड चाहिँ हाई हुँदै गएको छ भनेर। ब्याटरले ड्याङ लाएर छक्का हान्ने बित्तिकै हामीले स्क्रिनको छेउमा हेर्ने गर्थ्यौं कति मिटर गएछ भनेर। तर सिजन 1 मा चाहिँ केही देखाइ पर्थेन, किन भन्दाखेरि क्यानले त्यो टेक्नोलोजी इन्कर्पोरेट गरेकै थिएन। तर यो सिजनदेखि चाहिँ कति मिटर छक्का हान्यो ब्याटरले भनेर ट्याक्क तपाईले देख्न सक्नुहुन्छ। नम्बर 2 मैले 2 नम्बरमा राखे पनि क्यानले चाहिँ 1 नम्बर काम गरेरै पैसा कमाउँछु भनेको छ। पहिलाको सिजन जस्तो लाइभ युट्युबमा चाहिँ यो पालीको म्याचेसहरु आउँदैन। यो पालीको म्याचेसहरु तपाईले हेर्न चाहनुहुन्छ भने 300 रुपैयाँमा डिसोमगोको सब्स्क्रिप्सन लिनुभयो भने मजाले एक सिजन भरिको सबै म्याच हेर्न पाउनुहुन्छ। र डिसोमगोको सब्स्क्रिप्सन कसरी लिने भन्ने कुरा मैले लास्ट भिडियोमा एक्सप्लेन गरिसकेको छु। मैले चाहिँ नम्बर 1 मा राखेको छु प्लेयर्स लाइक फाफ डु प्लेसिस, क्रिस लिन, डेभिड मालान, इमरान ताहिर। यस्तो प्लेयरहरु, नयाँ प्लेयरहरु, फरेन प्लेयरहरु यो सिजन आउँदैछन्। अब पुराना प्लेयरहरु पनि रिटेन भइरहेछन्, जस्तै जिमी निसम, रवि बोपारा। यिनी ठुलो प्लेयरहरु चाहिँ रिटेन हुनु भनेको हाम्रो फ्रेन्चाइजीले अघिल्लो वर्ष कति राम्रो ट्रिट गरेथ्यो उनीहरुलाई। र अर्को भनेको एटमोस्फियर, हाम्रो फ्यानहरुको मायाले यति राम्रो एटमोस्फियर क्रिएट हुन्छ नि स्टेडियममा हैन। यस्तो ठुलो प्लेयरहरु पैसाको लागि आउँदैनन्, किनकि हामीसँग हाम्रो फ्रेन्चाइजीले त्यति धेरै पैसा एफोर्ड गर्न सक्दैन कि उनीहरुले पैसाको लालच देखाएर ल्याउन सकोस्। तर हाम्रो एटमोस्फियर छ नि, यो एटमोस्फियर चाहिँ पैसाले आउँदैन के। तपाईहरुको विश्वको 2-3टा लिग होला एनपीएल भन्दा राम्रो क्रेज भएको, भनेको त्यति धेरै क्राउड एट्र्याक्ट गर्न सक्ने हो। यस्तै एटमोस्फियरमा खेल्नको लागि भनेर यी प्लेयरहरु आएका हुन्छन्। साथै कमेन्ट्री प्यानलमा पनि केही चेन्जेस आएको छ र अर्को भनेको म्याच प्रेजेन्टर पनि यहाँ अहिले नयाँ आउनु भएको छ। को आउनु भएको छ थाहा छ भने कमेन्ट गर्नु होला। र यस्तै एनपीएल को कन्टेन्टहरु म अपलोड गर्दै जानेछु। यस्तै इन्ट्रेस्टिङ भिडियोको लागि कनेक्ट हुँदै जानु होला है त। धन्यवाद।